साथी आज यो प्लगको बारेमा कुरा गरौँ है। यो चाहिँ मैले नेपालमा नदेखेको बाहिर देखिरहेको छु होइन। यो चाहिँ जिएफआई भन्ने हुँदो रहेछ, जुन चाहिँ हामीहरूको किचनहरूमा पानीहरू युज हुने छेउहरूमा, बाथरुमहरूमा र बाहिर आउटडोरको प्लगहरूमा चाहिँ यो युज गर्नु मिल्दो रहेछ। भएसम्म त जहाँ पनि बच्चाहरूले छुनेसम्म पनि युज गर्दा भयो, तर अलि महँगो पर्दो रहेछ होइन। यसको विशेषता चाहिँ के रहेछ भने यसले त्यो सर्किट ब्रेक एकदम चाँडो गर्दो रहेछ। यो छुट्टै एक्लै पनि प्रपर ग्राउन्डिङ भएको घर छ भने त झनै राम्रो भयो होइन। नत्र यो एक्लैले पनि यस्तो राम्रो सेफ्टीको भूमिका खेल्दो रहेछ र जीव जन बचाउँदो रहेछ होइन। नेपालमा मैले यस्तो देखेको छैन। नेपाल सरकार, नेपाल विद्युत प्राधिकरण, हाम्रो नयाँ मिनिस्टरहरू, नयाँ टिमहरू जुन ऊर्जाको साथ आउनु भएको छ, बिल्डिङ कोडहरू अलरेडी छ होला र फेरि पनि यसलाई अझै प्रभावकारी रूपमा कम्पलसरी लागू गरियोस् न। कमसेकम नयाँ बिल्डिङहरू बनाउँदाखेरि यो बिल्डिङ कोडै बनाएर यो बिजुली यस्तो हुनुपर्ने, किचनमा यस्तो राख्नुपर्ने, बाथरुममा राख्नुपर्ने, बाहिर आउटडोरमा राख्नुपर्ने भनेर नियम लागू गर्न पाएर यो नगरिन्छ। हेर्नु है, बाहिर यसरी अलरेडी वाटरप्रुफ बक्सै वाटरप्रुफ छ र त्यहाँभित्र फेरि जिएफआई छ। यो सेफ्टीमा ख्याल गरेको छ कि सानो कुरो पैसा पनि लाग्दैन, जस्ट रोल बनाइदिने हो। पैसा तिर्ने त जनताले स्विच हाल्ने बेलामा जनताको, सरकारको केही पनि पर्दैन बिहेबार पनि। हस् त।